एउटा उनी एउटा मान्छे बाटोमा पूर्वबाट जाँदै थियो अरे पश्चिम, अनि अर्को मान्छे पश्चिमबाट पूर्व जाँदै थियो अरे। अनि पूर्वबाट पश्चिम जाने पूर्वको महा ठग अरे, अनि पश्चिमबाट पूर्व जाने महा ठग अरे त्यो पनि। अनि बाटोमा दुईजनाको जम्का भेट भएछ अरे। अनि त्यहाँबाट एउटा ठगले भन्नु अरे कहाँ जान आँटेको, म घुम्न। अर्को ठगले भन्नु अरे कहाँ जान आँटेको भएको तपाईँ, म नि घुम्न। ल हामी दुईजना साथी भयो, जाउँ घुम्न भनेछन् अरे। अनि दुइटै ठग गएछन् अरे, गएछन् रात पर्न आँटेछ अरे। अनि एउटा गाउँ रहेछ अरे, अनि त्यो गाउँमा एउटा घरमा गएर बास दिनु न भनेछन् अरे। अनि दुईटा ठगले त्यसो भनेछन् अरे। अनि त्यहाँबाट एउटाले मान्छे यहाँ त बास पाइँदैन बाबु, ऊ त्यहाँ पर चाहिँ एउटा घर छ, त्यहाँनिर अस्ति भर्खर मान्छे मऱ्यो नि, त्यहाँ बास पाइन्छ भनेछन् अरे। त्यहाँबाट दुइटै ठग त्यहाँ गएछन् अरे। अनि दुइटै ठग त्यहाँ पुगेपछि अनि उसले एउटा ठगले के भन्नु अरे भने अब यो घरमा हामीले पैसा ठग्नुपर्छ भनेछन् अरे। अनि एउटाले भनेछ अरे पूर्व ठगले पश्चिम ठगलाई, ल तपाईँ जानु उहाँ घाटमा, मान्छे जलाएको ठाउँ घाटमा, अनि म उहीँ बस्नु तपाईँ, अनि म यताबाट मान्छेको व्यवस्थापन गर्छु भनेछ अरे। त्यहाँबाट पूर्व ठग गएछ अरे घाटमा, पश्चिम ठग चाहिँ घरमा गएछ अरे। अनि पश्चिम ठगले त्यहाँ बास मागेछ अरे, मलाई यी पिँढीमा भए पनि हुन्छ, मलाई भित्र चाहिँदैन भनेछ अरे। अनि हुन्छ भनेर भनेछ अरे। अनि त्यहाँबाट अनि तपाईँलाई तपाईँको बुवाले मर्ने बेलामा केही भन्नुभयो कि भएन भनेछ अरे। अनि त्यो छोराले केही भन्नु भएन भनेछ अरे। अनि पोहोर परारै काठमाडौँ जाँदाखेरि त्यो 20,000 रुपियाँ पैसा सापट्टि लगेको थियो, उहाँले दिनु भएन भनेछ अरे। अनि होइन, अनि ल हो भने ल त म तपाईँलाई भनिदिन्छु, देखाइदिउँला भनेछ अरे। तपाईँको बुवा खोइ त भनेको मर्नु भयो, अनि कहाँ जलाएको भनेको उहाँ तल खोलामा भनेछ अरे। अनि त्यहाँबाट ल त्यसो भने म हिँड्नु तपाईँ र म जाउँ उहाँ बालाई सोध्न भनेछ अरे ठगले। अनि त्यो मान्छे छोरा र ठग गएछन् अरे। अनि अलि परबाट ए साथी, तिमीले मसँग पोहोर परार काठमाडौँमा 20,000 पैसा लिएको हो कि होइन भनेछ अरे। त्यहाँबाट पूर्व ठग चाहिँ बसिरहेको थियो अरे घाटमा। पूर्व ठगले के भनेछ अरे भने हो छोरा, हो दे, त्यसलाई मागेको कुरा दे है हो भनेछ अरे। अनि त्यहाँबाट अनि ऊ छक्क परेछ अरे छोरो चाहिँ। अनि त्यसपछि अनि त्यसले पूर्व ठगले पश्चिम ठगलाई पैसा 20,000 पैसा दिएछ अरे। अनि हतार त पैसा लिएर पश्चिम ठग भागेछ अरे। अनि पूर्व ठग आयो, छैन मान्छे। अनि पूर्व ठगले पश्चिम ठगलाई झन् ठगेछ अरे क्या। अनि हतार पतार कुद्दै जान बाटोमा भेटेछ अरे। अनि ऊ चाहिँ त्यो झोला राखेर टोयलेट गएको रहेछ अरे। अनि त्यो पश्चिम ठगले त्यो झोला टिपेर टाप हानेछ अरे। अनि जाँदा अनि एउटाले भनेछ अरे, अनि अर्को एउटासँग भेट भएछ, त्यो पनि महा ठग थियो अरे क्या। अनि त्यो के भयो अरे भने अनि उनीहरूले ल यो पैसा हामीले भेटेको छौँ, यसलाई के गर्ने एउटा ठुलो खसी किनेर खाउँ भनेछन् अरे। अनि तिनटै ठग मिलेर एउटा खसी किनेर काटेछन् अरे। अनि त्यसरी सबै मिलेर खान थाले अरे, भुटेर गरेर पकाएर होइन। अनि खसीको 2टा कान थियो अरे, कान पोलेछन् अरे। अनि 3जनामा 2टा कान कसरी खानु त हो, एउटा पुग्दैन। अनि त्यहाँबाट जो जेठो त्यसले खान्छ कान भनेछ अरे। अनि एउटाले भनेछ अरे तपाईँ कति वर्ष पुग्नु भयो भनेछ अरे। म 103 वर्ष पुगेँ भन्नु अरे क्या एउटा ठगले चाहिँ, पुरो ठगले। होइन भनेछ अरे, मेरो आमा 100 वर्ष उमेर हुनुहुन्थ्यो, मर्ने बेलामा त कति वर्ष भइस भन्दाखेरि त 100 भन्नुहुन्थ्यो, आमा मरेको भने 3 वर्ष भयो, त्यही भएर म 103 वर्षको भयो भनेछ अरे।
अनि पश्चिम ठगले के भने थाहा छ? म त रामको पालाको भनेछ अरे हो पश्चिम ठगले। अनि अर्को ठगले रुयो अरे, भक्कीमा रुन थाल्यो अरे क्या। अनि पूर्व ठगले अनि किन रोको भन्यो अरे। अनि राम मरेको बेलामा म जन्मेको भनेर भन्यो अरे क्या। म ठुलो थिएँ त्यही भएर राम मरेको भन्यो अरे क्या। अनि म ठुलो हुँदा राम जन्मेको भनेर त्यही भएर म ठुलो भनेछ अरे जेठो। अनि त्यहाँबाट अनि ती ठगहरूले ठगेर ठगै गरेछ।